सधैँभरि लाउन हाम्रो त रातो ज्याकेट लाउने बाबु पनि ब्रिटिसतिर भर्ती पनि भाउ पोखरा र काठमाडौँमा हजुर काठमाडौँ र पोखरामा 2-4 वटा बिल्डिङ बन्दै जाउँ शुभ दिन अर्को सालमा भेट्दाखेरि रातो लाउरे भाउनु भन्थ्यो रातो लाउने ज्याकेट भनेको रातो लाउने भर्ती हुन् रे सिजना अब दौडिन जानु पर्यो डोको बोक्नु सिधा सिधा मलाई के अरे बरु तिमीहरू खाना खाने होला होइन खाना भन्न अब खाना खानु पनि टाइम लाग्ने होला तनहुँबाट आउँछ सरहरू पनि कहिलेकाहीँ त गन्धर्वले गाउँछ आज मलाई शब्द छैन खाना कहिलेकाहीँ त गन्धर्वले नाम कति हाफ है तिमी र म हाफ तिमीले त खाना नभए थोरै मात्रै कि अलिकति मात्रै खाना मन लाग्यो बुझा है तिमी र म सेयरिङमा खाऊँ कि है त्यो धेरै खानु मन छैन कि यसो गर न एउटा दुईटा तिनवटा गर न तिनवटा माछा खाना 3टा मोमो मोमो कहिले भोलि खानु म यहाँ मोमो हुँदैन यहाँ त फिस मात्र हजुर खाना नि माछा अब आज शनिबार छोरी नाच